नमस्ते सबैजनालाई। आज पनि नयाँ भिडियोको साथमा आएको छु। आउनुहोस् लिएर भाषा सिकौं। कामु पण्डाई चेकअप मलायो। कामु पण्डाई चेकअप मलायो भनेको तिमी मलेसिया भाषा बोल्न सक्छौ? सिकित सिकित साझा। सिकित सिकित साझा भनेको अलिकति मात्र। कामु mau pergi kerja sekarang. कामु mau pergi kerja sekarang भनेको तिमी अहिले काममा जान लाग्यौ? या saya mau pergi sekarang भनेको हो म अहिले जान लागे। Kamu suka warna apa? Kamu suka warna apa भनेको तिमीलाई कुन रङ मन पर्छ? Saya suka warna biru. Saya suka warna biru भनेको मलाई नीलो रङ मन पर्छ। Kamu suka main bola. Kamu suka main bola भनेको तिमी फुटबल खेल्न मन पराउँछौ? या saya suka main bola भनेको हो मलाई फुटबल मन पर्छ। Kamu takut anjing. Kamu takut anjing भनेको तिमी कुकुरबाट डराउँछौ? Tidak, saya tidak takut. Tidak, saya tidak takut भनेको होइन म डराउँदिन। Kamu pandai naik motor. Kamu pandai naik motor भनेको तिमी मोटरसाइकल चलाउन जान्छौ? या saya pandai naik motor भनेको हो म चलाउन जान्छु। Kamu suka kopi atau teh? Kamu suka kopi atau teh भनेको तिमीलाई कफी मन पर्छ कि चिया? Saya suka teh. Saya suka teh भनेको मलाई चिया मन पर्छ। Kamu kerja kilang apa? Kamu kerja kilang apa भनेको तिमी कुन फ्याक्ट्रीमा काम गर्छौ? Saya kerja kilang elektronik. Saya kerja kilang elektronik भनेको म इलेक्ट्रोनिक फ्याक्ट्रीमा काम गर्छु। Kamu tinggal di hostel mana? Kamu tinggal di hostel mana भनेको तिमी कुन होस्टेलमा बस्छौ? Saya tinggal di hostel A. Saya tinggal di hostel A भनेको म होस्टेल A मा बस्छु। Kamu mau balik नेपाल bila? Kamu mau balik नेपाल bila भनेको तिमी नेपाल कहिले फर्किने? Mungkin tahun depan. Mungkin tahun depan भनेको सायद अर्को वर्ष। यस्तै धेरै भिडियो छन् साथीहरु हेर्नु होला। Kamu suka makan pedas? Kamu suka makan pedas भनेको तिमीलाई पिरो खान मन पर्छ? या saya suka makan pedas. या saya suka makan pedas भनेको हो मलाई पिरो खान मन पर्छ। Kamu datang kerja naik apa? Kamu datang kerja naik apa भनेको तिमी काममा कसरी आउँछौ? Saya datang naik van. Saya datang naik van भनेको म भ्यानमा आएर आउँछु। Kamu tidur pukul berapa semalam? Kamu tidur pukul berapa semalam भनेको हिजो तिमी कति बजे सुत्यौ? Saya tidur pukul 11. Saya tidur pukul 11 भनेको म राति 11 बजे सुते। Kamu suka jalan-jalan? Kamu suka jalan-jalan भनेको तिमी घुम्न मन पराउँछौ? या saya suka jalan-jalan भनेको हो मलाई घुम्न मन पर्छ। यस्तै धेरै भिडियोहरु छन् साथीहरु हेर्नु होला। Kamu tinggal jauh dari Kelang. Kamu tinggal jauh dari Kelang भनेको तिम्रो फ्याक्ट्री घरबाट टाढा छ? Tidak, dekat saja. Tidak, dekat saja भनेको होइन नजिकै छ। Kamu suka bos kamu? Kamu suka bos kamu भनेको तिमीलाई तिम्रो मालिक मन पर्छ? या बोस बाइक
या बोस बाइक भनेको हो मलाई राम्रो। कामो ताउ चेकअप इङ्ग्लिस। कामो ताउ चेकअप इङ्ग्लिस भनेको तिमी अङ्ग्रेजी बोल्न जान्छौ। या सिकित सिकित। या सिकित सिकित भनेको अलिकति मात्र जान्छु। कामो सुक्का डुडुक मलेसिया। कामो सुक्का डुडुक मलेसिया भनेको तिमीलाई मलेसियामा बस्न मन पर्छ। या साया सुक्का भनेको हो मलाई मन पर्छ। या भनेको चाहिँ हो मा गनिन्छ है। कामो आधा टेलिफोन। कामो आधा टेलिफोन भनेको तिम्रो मोबाइल छ। या साया आधा टेलिफोन। या साया आधा टेलिफोन भनेको हो मेरो मोबाइल छ। टेलिफोन कामो जेनिस आपा। टेलिफोन कामो जेनिस आपा भनेको तिम्रो मोबाइलको ब्रान्ड के हो। जेनिस सामसुङ। जेनिस सामसुङ भनेको सामसुङ हो। कामो आधा कवान प्रोम्पान। कामो आधा कवान प्रोम्पान भनेको तिम्रो केटी साथी छ। तिडाक आधा भनेको छैन। कामो सुक्का मकान नासी लामाक। कामो सुक्का मकान नासी लामाक भनेको तिमीलाई नासी लेमाक खान मन पर्छ। या साया सुक्का सङ्गात। या साया सुक्का सङ्गात भनेको हो मलाई धेरै मन पर्छ। कामो ताउ मासाक करी। कामो ताउ मासाक करी भनेको तिमी करी बनाउन जान्छौ। या साया ताउ सिकित। या साया ताउ सिकित भनेको हो अलिकति जान्छु। कामो सुक्का टिडोर स्याङ। कामो सुक्का टिडोर स्याङ भनेको तिमी दिउँसो सुत्न मन पराउँछौ। कडाङ कडाङ साझा। कडाङ कडाङ साझा भनेको कहिलेकाहीँ मात्र। यस्तै धेरै भिडियोहरू छन् साथीहरू, हेर्नुहोला। कामो पण्डाई मेनियानी भनेको तिमी गाउन जान्छौ। तिडाक पण्डाई तपी सुक्का। तिडाक पण्डाई तपी सुक्का भनेको जान्दिन तर मन पर्छ। कामो सुक्का तेङ्गोक फिल्म। कामो सुक्का तेङ्गोक फिल्म भनेको तिमी फिल्म हेर्न मन पराउँछौ। या साया सुक्का फिल्म इन्डिया। या साया सुक्का फिल्म इन्डिया भनेको हो मलाई भारतीय फिल्म मन पर्छ। हस्त धन्यवाद। आजलाई यति नै। भोलि फेरि अर्को भिडियोको साथमा आउनेछु। तबसम्मको लागि बिदा चाहन्छु। र साथीहरू प्लिज लाइक कमेन्ट सेयर सब्सक्राइब गरिदिनु होला। र मेरो युट्युब च्यानलमा नयाँ हुनुहुन्छ भने प्लिज एउटा सब्सक्राइब गर्नुहोला र बेल आइकनलाई दबाउनु होला र प्रत्येक आउने भिडियोहरू तपाईँको सामु